हेलो गाइस, फेरि तपाईँ सबैलाई स्वागत छ मेरो नयाँ ब्लगमा। म हुँ तपाईँ सबैको प्यारो विश्वास चौधरी। अनि आज चाहिँ कताबाट भ्लग स्टार्ट गरिरहेको छु भन्दा चाहिँ खेततिर अघि एक भारी चाहिँ धानको पराल क्या, त्यो चाहिँ बोकिहालेँ। अर्को भारी बोक्न आएको छु, बोक्नु पर्यो नि त। अब यो दुई भारीपछि पराल पनि चोइट भइहाल्यो। अनि घर चाहिँ बाबाले अनि एउटा अङ्कलले चाहिँ पराल माथि राख्ने काम गरिरहनु भएको कि गोठमा। हामी यहाँको अमरा टिप्न, तर हामीले अमारो पनि टिप्यो कि। अनि भाउ अन्डा गर्दैछौँ अमराको। ओइ यो फेरि अलि बढी चाहिँ चलिरहेको। हेलो हेलो गरिदेऊ। हेलो। अब चाहिँ यो हामी अमलाको बुटो थियौँ यो। अब यहाँबाट चटक्क लाएर 2-3 प्लास्टिक जति उस हुनसक्छ। एक प्लास्टिक त हुन्छ नै, त्योभन्दा बरु माथि भन्न सक्दिनँ। अस्ति पनि हामीले प्लास्टिक लिएर गयो। अनि त्यो पहिला टिप्नु पर्ने हुने छ। अनि पछि गाईहरू हामीले अमरा टिपेर यो एक प्लास्टिक अचार बनाउनलाई रेडी पार्यौँ। अब चाहिँ अलिअलि अमरा पनि छ, 10-15 वटा अमराको। अझ अमलाको बुट्टामा जति पनि छ। अब चाहिँ गाईहरू अझ एउटा एक प्लास्टिक अमला 5-6 केजी हुन नि, 2-3 केजी त हो। 5-6 केजीसम्म हामी नपुगाउँ, 2-3 केजी हो। यत्रो धेरै माललाई बोतलमा जानु नै ठुलो कुरा हो। यहाँसम्म त बल्ल बल्ल है भनेर एउटा फोन लिएर यसलाई घरसम्मको टाढो पुऱ्याउने भने चिन्तामा परिरहेको कि। अनि गाईहरू हाम्रो चाहिँ अचार बनिसकेको छ। यता यो लप्सीको है यो भयो। अनि यो डिब्बा एउटा चाहिँ भरेर रेडी भयो। यो लप्सीको अचारको चाहिँ रेसिपी के छैन, तर त्यो चाहिँ है तर रेडी भइहाल्यो। अब चाहिँ एक पिस चाहिहाल्यो घरमा। यस्तो चटला लप्सी बनिदिँदा अचार भर्खरै बनाएर हेरी त तातै मस्त भयो अचार त नसक्ने भए भएन ल लके भोवा छ अचारलाई कम्प्लिट गरिसक्यो। अब चाहिँ लुगा सुगा धुनुपर्छ। गाईहरू अब चाहिँ खाना खान लाग्यो रातिको। आज चाहिँ मासु भात चटनी के हो अब खान्छु। अनि पछि गाईहरू आजको लागि यति नै। फेरि पनि नयाँ भिडियोमा छिट्टै नै भेटौँला। बाई।